चाहिँ यो हो क्या फेरि यो तपाईँको यो डोर्मेन्ट स्टेजमा क्या सुसुप्त अवस्थामा जोडियो नि त होइन तपाईँले बुझिराख्नु बुझिसके यो चाहिँ फल पनि नदिने फल पनि नभएको बेला टक्क यो कटिङ गर्ने समय बस त्यतिखेर जोडियो फेरि तपाईँले सोच्नु होला यो पहिला चाहिँ टाइफलेट जोडेर अनि पछाडि चाहिँ एक वर्ष यो माटोमा सेट भएपछि जोडेको भन्ने बुझ्नुभयो होला त्यो होइन त्यही दिन ल्याएर जोडेको पानी त्यही दिन बाँधेर त्यही दिन जोडेको यो हेर्नु ल यसमा झुन्डी त तपाईँको एक वर्ष कटेर एक दुई महिना आयो होला झुन्डिँदा पनि तपाईँको यसले आफ्नो रूपमा स्वीकारिसकेको छ नि होइन हो कि होइन भन्नुहोस् त अब त्यो त फुल्ली यसले आफ्नो यो जोडिकन यहाँ हेरेर के हो भने बोनसाई टाइपको क्या अलिकति होइन कस्तो राम्रो भयो कस्तो राम्रो क्या यसले जति लिन्छ नि यो जति यसले एक्सेप्ट गर्छ नि र जति यो बढ्दै जान्छ यसले हर्मोन फाल्दै जान्छ नि यसले आफ्नो एक्सन यसरी देखाउँदो रहेछ मलाई यो चाहिँ एकदम यो आफ्नै हातले गने कि यो चाहिँ पुष्माघमा डोर्मेन्सी अवस्थामा भएको बेला गरियो यो चाहिँ भदौ बर्खाको बेलामा गरियो यो चाहिँ यो अहिले भर्खर यही वर्ष गर्नुभएको होला यो दुइटै यही वर्ष गरे हो तर यो चाहिँ डोर्मेन्सी स्टेजमा यो चाहिँ जेठ असारमा क्या भनेको त्यही 4-5 महिनाको मात्रै फरक छ भनेपछि यो चाहिँ सक्सेस रहेछ होइन यो डोर्मेन्सी स्टेजमा चाहिँ एकदम राम्रो छ त्यो भन्दा त्यो अनसक्सेस त यसलाई पनि कसरी भनेर यहाँ लागिरहेछ होइन तर यसमा चाहिँ ऊ गर्नुपर्ने कुरा चाहिँ यसको रुट चाहिँ मोटो हाल्नु पर्यो र वृद्धिवर्धक रसायन भएको GA3 फाल्ने जुन यो चाहिँ बाङ्गोटिङ्गो हाल्यो यहाँ हेर्नु यो चाहिँ अनसक्सेस जोड्दाखेरि उहाँले बुझ्नुहुन्छ होला यहाँ त्यो जोड्दा अनसक्सेस भएको यतातिर काटेर ऊ गरेको हो नि त यो यता जोडेको थियो अनसक्सेस भएको त्यो नर्सरीमा भइरहेको बेर्नालाई ऊ गरियो यो चाहिँ भनेको स्वाठे आएको के भन्ने त्यो नर्सरीमा भएको एलिट टाइपको के सिधा चाहिँ राम्रो हुने रहेछ है यो पनि यो जस्तो हाँगा नफालेको एकदम वृद्धिवर्धक रसायन भएको चाहियो क्या नर्सरीमा टप लेभलको एलिट टाइपको हुन्छ नि यो टक्क तपाईँले अब यो यस्तो भयो यो चाहिँ अब सर्लक्क यो एउटा पनि हाँगा नफाली सर आयो होइन अनि त्यस पछाडि तपाईँले ठ्याक्क हामी जुन ग्राफ्टिङ गर्छौँ नि ठ्याक्कै ग्राफ्टिङ गर्नेको उसमा राम्रोसँग काट्नु भयो नि त हो त्यो चाहिँ यो चाहिँ एकदम राम्रो सक्सेस भयो अनि यो चाहिँ त्यस्तो यो रुट सेलेक्सनमा अलिकति प्रब्लम भयो यो चाहिँ हो कि होइन भन्नुहोस् त यो चाहिँ डाइरेक्ट उयो भयो यसको अब यहाँबाट त हर्मोन पनि यसलाई चाहिने सेक्रेट गर्न थाल्यो नि त वृद्धिवर्धक रसायन जुन GA3 यसले डाइरेक्ट दियो नि त अब यसको त यहाँबाट यहाँ गर्दै यो त अलमलमा पर्यो नि त हो कि यसको गाँठा छ हो कि होइन हो यो चाहिँ रुट सेलेक्सनमा अलिकति ध्यान नदिएर उयो भएको प्रब्लम जस्तो लाग्यो मलाई यहाँ जस्तो यसमा अलिकति उबड खाबड नभएको राम्रो छ यहाँ हेर्ने यो पनि यो राम्रो छ नि यसमा अलिक कम उयो छ र पनि सक्सेस चाहिँ दुइटै नै हो तर अलिक बढी पानी दिन सक्नुहुन्छ भने चाहिँ यो डोर्मेन्सी स्टेजमै गरेको राम्रो भन्ने कुरा बिरुवाले देखायो नि त मान्छेले बोल्नै पर्यो सिइङ बाइ बिलिभिङ हो नि त अझ यसमा साइन ढुट्टो काटेको अनि यसो हेर्दाखेरि यसको चाहिँ डिस्टेन्स मेटर पनि गर्दो रहेछ होइन टाइफलाइटै देखाउन पाए चाहिँ राम्रो हुन्छ ठिक छ यो ट्राइफोलिएटलाई चाहिँ यहाँ गाडेकै दिन तपाईँको यो मङ्सिर पुस माघसम्म गर्नुहुन्छ भने गाडेकै दिन हानिदिँदा भयो नत्र चाहिँ यसलाई छोडिदिने अनि बर्खामा हान्ने क्या जेठ असार साउन 3 महिना यो चाहिँ पोहोर कार्तिक यो पुसमा गरेको हो एकैचोटि गाडेर गरेको होइन यस्तो भयो अब तपाईँको यो बेला बित्यो अब यो तपाईँको पाउलो हाल्न थाल्यो भने त हुँदैन नि त यसको त सुत्केरी हुने अवस्था आयो नि त यसको यो फुल्यो नि त होइन अब त्यतिखेर चाहिँ भएन यसलाई छोडिदिने अनि फेरि जेठ असार साउनमा चाहिँ हाल्न मिल्यो त्यतिखेर बढी पानी भरिएको हुन्छ नि त यो टाइफोलाइटमा पनि र यसको उसमा बोक्रामा पनि क्यामेम्लियरले च्याप्पै समात्छ कि अब जस्तो यसलाई गर्दाखेरि चाहिँ यो स्ल्यास काट्नु पर्यो होइन यति पातलो बनाउनु पर्यो यसलाई यसको बस यति मात्रै यसको जति अट्छ नि त्यति मात्रै उ गरेर यसलाई यो लक लगाइदिने कि यहाँनिर त एउटा छाला न हुन्छ यसलाई चाहिँ चेपिदिने क्या क्याम्बियम लेयर निकाल्नु पर्यो त्यही उ जोडे जस्तै हो क्या यहाँ फुस्किरहेछ नि एकछिनै म यो पाइपको कारणले यो यसरी काट्ने होइन अनि यो ठ्याक्क जति जोड्नुहुन्छ नि ठ्याक्क उ गर्ने अनि यहाँ टेप यसको पनि बोक्रा चाहिँ हटाउनु पर्यो यसको पनि बोक्रा हटाउने होइन अनि यहाँ त लक हुन्छ नि त यो छ नि यो भएको अलिकति उ गरेर यस्तो ठ्याक्क मिलाएर
ऊ गर्ने बित्तिकै यो आफै समातिहाल्छ क्या यसको क्यामएमले उहाँले कुरा बुझ्नुभयो क्यामएम लेयरको कारणले टाँसिहाल्छ यो कुन महिनामा जोडेको कस्तो हुन्छ एउटा बोटमा कतिवटा जति दिनु पर्यो यो 3 4 5 जति दिनु भने अब यो त तपाईँको निकाल्नै नसक्ने हुन्छ यहाँ तल आउनु त हेर्नु